हेलो गाइज, वेलकम बैक टू माई न्यू भिडियो। मेरो युट्युब च्यानलमा स्वागत छ तपाईलाई। यो रहेको छ मेरो गाडी। म चाहिँ फिलहाल मलेसियामा यो जङ्गल हेरेर थाहा नै पाइहाल्नु होला। मलेसियामा यस्तो काम हुन्छ। मलेसिया अनि इन्डोनेसिया यो चाहिँ मेरो गाडी हो। धेरै पुरानो भइसकेको छ। नयाँ गाडी दुईटा लिएको छ, चेन्ज गर्न बाँकी छ। यो गाडी अब जान्छ, त्यसलाई चेन्ज गरेर यहाँ नयाँ गाडी अथवा अरू गाडी बस्छ। न त छ दुईटा गाडी, एउटा गाडी लोडिङमा छ अनि एउटा गाडी राचुनमै छ। राचुन भनेको चाहिँ झारमर्ने दबाई हो। मेरो चाहिँ यहाँ गाडी कुदाउने काम हुन्छ। त्यस्तो जङ्गल छ होइन, राचुन हाल्दैछन्। म चाहिँ उताबाट यस्तो बाटोबाट आएँ कि अब फर्केर जाँदा त्यो बाटोमा नचल्ला कि भन्ने जस्तो डर पनि भइरहेछ कि, किनभने त्यो पानी परेर त्यो बाटोको लिक सबै काटिदिएको छ होइन। त्यो पानीले त बाटो बनाउँछ आफ्नो, यसरी खोला हो त्यस्तै भएको छ। आउनलाई त आयो, जानलाई चाहिँ स्लिप खान्छ जस्तो पनि लागिरहेछ, किनभने गोटी अलिक छैन। हेर्नुहोस् कस्तो छ क्या मेरो गाडीको सिम। यहाँ राचुन हान्दैछ, जुम गरेर त मैले देखाउन सकिनँ, किनकि मोबाइललाई मैले नयाँ स्टाइलले भ्लग गर्न सिकेको छु। मेरो युट्युब च्यानललाई सबैले सब्सक्राइब गरिदिनु होला, धेरैमा धेरै माया देखाइदिनु होला। म यस्तो भिडियोहरू, फनी भिडियो, कामको भिडियोहरू म लिएर आइरहेको छु। फिलहाल अहिले चाहिँ यति नै बनिराख्नु होला। मेरो भ्लगमा म कामको बारेमा डिटेलली भन्ने छु आउने पुस्ताहरूलाई होइन। कोही पछि फेरि आउला नि विदेश, मलेसिया, यही काममा होला होइन। अहिले आइरहेको नयाँ मान्छेहरूलाई पनि केही चिज सिकोस्, थाहा होस्, मिलोस् होइन। उनीहरूलाई भोलिको दिनमा गाह्रो नहोस् भन्ने चाहिँ मेरो उद्देश्य हो होइन। मेरो भ्लग बनाउनु, मेरो भिडियो बनाउनु त्यो तल आएको छु हामी, त्यो चाहिँ फाल्टो हो, तल गहिरोमा हो। यहाँ पानी सानी आयो भने पुरै जम्छ यहाँ पानी, त्यसैले यहाँ चिक्नाहरू छ होइन, रात चिक्छ। नभए त त्यस्तै झार हरियो हुन्छ। त्यस्तोमा चाहिँ सर्प निक्लिने डर, उलार के भन्छ होइन यहाँको भाषामा। मलाई नि खासै आउँदैन, म नि 8 वर्ष जति पुग्यो। मेरो गाडीको लुक हेर्नुहुन्छ भने यस्तो तरिकाको छ क्या। न त्यहाँ मोटर कार छ, न केही छ होइन, पुरा यस्तो छ, बिन्दास छ। यहाँ चाहिँ राचुन छ, यहाँ चाहिँ राचुन छ। केटाहरू आउँदै भर्दै जान्छ दिनभरि 25 किलोको भारी बोकेर हुन्छ। यसरी मिसिनले बिचरा। हेर्नुहोस् गाइस, मेरो ट्र्याक्टरको भ्यू यस्तो छ। अहिले चाहिँ म यति नै भन्न चाहेँ, बनिराख्नु होला। म यस्तै भिडियोहरू ल्याइराख्ने छु तपाईँहरूको लागि। धेरैमा धेरै माया देखाइदिनु होला अनि जाने बेलामा सब्सक्राइब गर्न चाहिँ नबिर्सिदिनु होला। अनि त्यो बेल आइकनलाई चाहिँ अल गरिदिनु होला। मेरो आउँदै गरेको नयाँ भिडियोहरू सबभन्दा छिटो तपाईँहरूमा पुगोस् भनेर भनेको मान्दैछु।